सो व्हाट्सअप गाइस, आज चाहिँ म तपाईँहरूलाई यो मेरो पर्सनल वान ब्लक वर्ल्ड हो। यसको चाहिँ म तपाईँहरूलाई आज टुर गराइदिन्छु गाइस। मेरो वान ब्लक वर्ल्डको मतलब म नेदर पनि गएको छुइनँ गाइस अहिलेसम्मको। नेदरसम्मको पार्ट 2हरू पनि ल्याउन सक्छु। वान ब्लक जसरी फ्लप नहोस्, म गाइस भन्दैछु वान ब्लक जसरी फ्लप नहोस्। म त लाग्दैछ हुँदैन, मतलब सिरिज पनि होइन नि, देखाएको मात्र तपाईँहरूलाई मैले। यो मेरो एउटा पर्सनल वान ब्लक वर्ल्ड हो गाइस। यो मतलब यसको मैले कुनै भिडियो हालेको छुइनँ गाइस। अर्को वाला वर्ल्ड छ मेरो वान ब्लकको, त यसमा मैले वान ब्लकको भिडियो हालेको थिएँ, तर वान ब्लकको त भएन कन्टिन्यू। हुनसक्छ मैले भनेको थिएँ नोटिसमा फ्युचर, तर पनि गाइस यो चाहिँ मेरो पर्सनल वान ब्लक वर्ल्ड हो। आज चाहिँ म यो वान ब्लक वर्ल्डको टुर गराइदिन्छु गाइस तपाईँहरूलाई। टुर गराउनको लागि चाहिँ सबभन्दा सुरुमा गाइस म सेटिङ्समा जानु पऱ्यो गाइस। मैले यो पुरै वर्ल्डमा अहिलेसम्म नि सायद छैन, मतलब कोही जानु त गएको छु क्रिएटिभमा, तर के भन्छ ग्लिचहरू भएको थियो गाइस। त्यही भएर देखाउनको लागि चाहिँ गाइस सबभन्दा राम्रो तरिकाले चाहिँ स्पेक्टेटरमा जानु पऱ्यो गाइस। स्पेक्टेटरमा गएर तपाईँहरूलाई देखाउँछु गाइस। म हेर्नु गाइस। सबैभन्दा सुरुमा गाइस यो भइहाल्यो मेरो वान ब्लक गाइस। यो मैले वाटर सिस्टम बनाउनु भनेको वाटर नै छैन गाइस। अब यहाँ वाटर लगाइदिन्छु कुन दिन गाइस। अब त्यसपछि यहाँ जस्तो कि पहिला क्रिपरहरूले गरेर भएको थियो गाइस, त्यो इस्यु थियो। क्रिपरहरूले गरेर त्यो पालि इस्यु भएको गाइस, अनि त्यही भएर कन्टिन्यू भएन, पुरै बिग्रेर ग्लिच भयो मेरो वर्ल्ड। मैले क्रिएटिभमा गएर के गर्न खोजेको तर पनि भएन त्यो बेला त, त्यही भएर गाइस त्यो बेला त भएन। तर यो वाला चाहिँ यसमा चाहिँ ग्लिच छैन गाइस। यसमा चाहिँ पर्सनल होला गाइस। अब त्यसमा त एन्ड्रोइड ड्रागनलाई बिट्ने गर्ने हो। खोइ त्यो देखाउँछु कि देखाउँदैन त्यो त थाहा भएन, तर गर्नु त गर्छु है गाइस। अहिले नेदर पनि गएको छैन गाइस। यहाँ मैले पोर्टल त बनाएको थिएँ, कस्तो बवाल पोर्टल थियो गाइस। तिनवटा त होइन, दुईवटा पोर्टल लगाइदिएको छु। अब लाइट अप गर्न मात्र बाँकी छ। एकछिनपछि सर्भाइभलमा गएर लाइट अप हान्छु। अहिले चाहिँ यो मेरो वाटर सिस्टम हो। यहाँ चाहिँ चेस्टहरू छ गाइस। सर्भाइभलमा त स्पेक्टेटरमा त खोल्न सक्दैन, तर पनि एकछिनपछि देखाइदिन्छु क्रिएटिभमा म भन्छु, त्यसपछि देखाउँछु तपाईँलाई म। यो चाहिँ मेरो एउटा के भन्छ माइनिङ प्लेटफर्म टाइपको हो। अनि यहाँ वाटर सिस्टम बनाउँछु गाइस। यहाँ चेस्टहरू छ, मेरो चेस्टहरूमा बवाल सामान छ, डायमन्डहरू त्यस्तो बवाल सामान छ गाइस। अब हाम्रो अर्को चिज चाहिँ के भन्दाखेरि गाइस, यहाँ एउटा के होला यो सोच्नु त है। यो चाहिँ के भन्दाखेरि यो हो एउटा कगल स्टोन फार्म गाइस। यहाँ चेस्टभित्र कगल स्टोनहरू छ। यहाँ हबर कनेक्ट गरेको छु गाइस। ब्याकग्राउन्डमा साउन्ड आइरहेको इग्नोर हान्नु प्लिज गाइस, प्लिज इग्नोर इट गाइस। यसमा चाहिँ मैले कगल स्टोन फार्म बनाएको छु गाइस। यो कगल स्टोन फार्म के भएको यो कगल स्टोन फार्मबाट चाहिँ मैले ठिकैठाक कगल स्टोनहरू आउँछ। यसमा चाहिँ मैले ब्लक गरेको छु क्या, ब्लक गरेर त के पुरै ओपन हुन्छ, तर यसमा चाहिँ ब्लक गरेको छु। अनि गाइस यो मेरो एनिमल फार्म गाइस। अनि यो मेरो एनिमल फार्म, यहाँ मसरुम काउहरू पनि छ गाइस। हर्स पनि छ, हर्स त टेन भनेको। आइरन गोलम पनि छ। आइरन गोलम कसरी बनाएँ भन्दाखेरि अहिले त मसँग धेरै आइरन छैन होला, तर पहिला मसँग धेरै छ। अनि मैले सोचेँ मेरो एनिमलहरूको त किनभने क्रिपर आएर नि मलाई एनिमलको लागि फुड चाहिन्छ, मतलब एनिमलको लागि होइन, मेरो लागि फुड चाहिन्थ्यो नि त गाइस। के भएको होइन चाहिँ मेरो लागि फुड चाहिन्थ्यो, त्यही भएर गाइस म रिक्स लिएर जान्थेँ कि क्रिपरसँग। क्रिपरले खोइ कसरी मारिदिन्थ्यो मलाई, अनि थाहा पाएँ ग्लिच भएको भनेर। अनि त्यो के अरे ग्लिच हुनुभन्दा सुरुमा गाइस ग्लिच भएको थाहा पाउनुभन्दा सुरुमा मैले आइरन गोलम बनाएको। मसँग त्यति बेला धेरै आइरन थियो। लास्टमा थाहा पाएँ ग्लिच भयो। अब आइरन गोलम त बनाइसकेँ, अब बनाइराख्छु नि, मलाई पनि प्रोटेक्ट गर्छ भनेर मैले आइरन गोलमलाई छोडेर मैले त्यो आइरन गोलममा टक्राइसकेँ गाइस। यसले चाहिँ हामीलाई ठिकैठाक यहाँ स्पन अझै यहाँ माइन गर्दाखेरि स्पन हुँदाखेरि हाम्रोमा लिडरले यहीँ हालिदिन्छु। अलिकति एनिमलको भाग्नु थाहा छ यसलाई भने म ब्लक हानिदिन्छु गाइस। त्यसमा हुन्छ कुन त ऊ बाहिर निक्लिसकेको छैन, तर धेरै जस्तो भित्रै हुन्छ। यहाँ मैले एनिमलहरूको लागि बोनमिल हाल्दा मात्रै बोनमिल सबै सिपले खायो। यहाँ मैले यस्तो खालको डट भेटेको थिएँ, यसको नाम त थाहा छैन, तर यस्तो खालको डट भेटेको थिएँ मैले हालिदिएको। अनि यहाँ क्रिपरहरू मबहरू स्पन नहोस् भनेर मैले टर्च हानेको। अनि फेन्सेसहरू त किन लगाएको थाहा नै होला। मसँग 3टा छ लल, के भयो एउटा मात्रै होला लिडले भने के हो होइन। यो लामा चाहिँ के गरेर गाइस। अब अर्को चिज चाहिँ के भन्दाखेरि
यो गाइस मेरो ट्री फार्म हो गाइस। यहाँभित्र यहाँ यिनीहरू दुईवटा चेस्टभित्र पनि सामान छ ट्रीहरूको। यहाँ यसलाई एक्सप्लेन गर्छु गाइस मैले। त्यही भएर मैले यस्तो प्लेटफर्म बनाएको छु। म एक्सप्लेन गर्नको लागि पनि प्लेटफर्म बनाएको होइन गाइस मैले। त्यो स्याप्लिङहरू हुन्छ नि त गाइस, स्याप्लिङ चाहियो नि त, त्यही भएर मैले यहाँ बनाएको थिएँ गाइस। यो चाहिँ मेरो ट्री फार्ममा ठिकै ठाक छ। अनि गाइस यो मेरो सिक्रेट बेस हो। सिक्रेट बेस होइन, एउटा मेरो ट्री हाउस हो गाइस। ट्री हाउस यहाँ चाहिँ सामानहरू छ। यहाँ फर्नेस छ, यहाँ चेस्ट, यो दुइटै चेस्टभित्र सायद चाहिँ केही छैन होला। अनि एउटा बेड छ। अनि यो त मैले आफै लगाएको होइन। अनि यो एउटा यो मैले आफैलाई क्राफ्टिङ टेबल छ गाइस, फर्नेस छ, चेस्ट छ। यहाँ बुक सेल्फ पनि मैले बुकहरू भेटेको थिएँ गाइस। बुकहरूले मैले बुक सेल्फ बनाएर राम्रो देखिन्छ भनेर हालिदिएको। यो पनि मैले आफै बनाएन। एनिमल ठिक छ, एनिमल पनि ठिक छ गाइस। अब यो हाम्रो ट्री फार्म, यसले चाहिँ मतलब ठिकै ठाक दिन्छ। यसलाई म अब एक्सप्लेन पनि गर्छु होला। ठिकै ठाक होला के गर्छु नि, तर ठिकै ठाक दिन्छ गाइस यसले चाहिँ वुडहरूको। तपाईँले एकछिन बसी सबै देखाइसकेपछि तपाईँलाई म सायद चाहिँ बिर्सिनँ भने बिर्सिनु सक्छु गाइस। बिर्सिनँ भने क्रिएटिभमा गएर देखाइदिन्छु, सर्भरमा कि वा क्रिएटिभमा। यहाँ चेस्टभित्र सामान छ गाइस। यो सामानभित्र यो एउटा चेस्ट छ नि गाइस, यो होला होइन, यो होइन, यो चेस्टभित्र तपाईँहरूको लागि सरप्राइज छ गाइस। यो सबैभन्दा कीमती चिज छ यहाँ। छोडिदिनु म भनिदिन्छु। यहाँ एउटा मात्र छ, तर नेदरराइट स्क्रैप छ गाइस एउटा। यो ब्लक माइन गर्दाखेरि चेस्टमा भेटेको। नेदर कति दुईवटा लेभल त अब भयो होला नि यसमा त, तर पनि नेदरराइट स्क्रैप आम्मामा। डायमन्ड पनि धेरै छ मसँग। यो मैले सबै कल स्टोन युज गरेर मैले बनाएको एउटा स्मेल्टिङ रुम टाइपको हो क्या गाइस, स्मेल्टिङ फार्म टाइपको। यहाँ चाहिँ फ्युल हुन्छ, अलिकति मात्रै कोल छ, 12वटा जति होला होइन, 12वटा जति होला होइन। मैले अस्ति भर्खर खेल्दा चाहिँ वर्ल्ड 12वटै छ नि। अनि यहाँ चाहिँ के भन्छ एकछिन गाइस, यहाँ चाहिँ फ्युल, यो स्मेल्ट गर्ने फर्नेसहरू। अनि यहाँ चाहिँ फ्युल हुन्छ गाइस। अनि यहाँ चाहिँ ओर्स छ गाइस। यो हाम्रो स्मेल्टिङ रुम फार्म त्यो भन्दा हुन्छ। अनि अर्को चिज चाहिँ यो हो गाइस हाम्रो फार्म। यसमा मैले पम्पकिनको पनि लगाएको छु गाइस। अनि वाटरमेलनको पनि लगाएको छु, क्यारेटको पनि लगाएको छु, विटको पनि लगाएको छु। विटको चाहिँ अलिकति थोर छ। पटाटो पनि लगाएको छु गाइस मैले, लगाएको होइन ल्याएको छु। यहाँ वाटरहरू पनि छ गाइस। यिनीहरूले सुक्दैछ। यिनीहरू मैले अहिलेसम्म माइन गरेको छैन। मैले त सोच्दै थिएँ यहाँ पनि एउटा चेस्ट लगाइदिन्छु यहाँ यहीँका, अनि त्यहाँबाट लिन्छु। अहिले लगाएको छुइनँ गाइस, लगाउँछु होला। लगाएर हाम्रो नेक्स्ट चिज चाहिँ हो यो त मैले देखाएको, तर पनि हेरिहाल्नु तपाईँलाई यसको बारेमा भने। यो पोर्टलहरू छ गाइस, दुईवटा पोर्टल मैले जोइन गरेको छु। अनि यो मैले यो के भन्छ लिभ्सहरू चाहिँ त्यो सियर्स मैले क्राफ्ट गरेको थिएँ। क्राफ्ट गर्दै लिएँ मैले। अनि भाँच्चीको पनि थिएन, भाँच्चिन आँटेको थियो। अनि मैले फ्याल्दिएँ। त्यति बेला मसँग उपर धेरै आइरन थियो क्या गाइस, मरेको थियो एकचोटि। सबै आइरन गयो। एकछिन गाइस राति भयो, दिन गरिदिन्छु तपाईँलाई हेर्न सजिलोस् भनेर। यहाँ मैले लिभ्सहरू लगाइदिएको छु, कगल स्टोन छ अरू केही। यहाँ मैले कगल स्टोन लिभ्सहरू बाहेक केही युज गरेको छुइनँ, मतलब डट युज गरेको छु अलिकति। त्यही त धेरै जस्तो कगल स्टोन अनि लिभ युज गरेको छु गाइस। यहाँ मैले अप्सिडियन एकछिन लाइट हाल्नुपर्छ, सबैले लाइट हालेको त देखाउँदिनँ गाइस। यो चाहिँ मेरो नेदरसँग हो गाइस। अब म तपाईँलाई क्रिएटिभमा गएर देखाउँछु के सामानहरू छ मसँग। क्रिएटिभ गरेर देखाउनु। यहाँ चाहिँ के भएको है, यहाँ चाहिँ डेजर्टहरूको सामान छ गाइस। कङ्क्रिटहरू, स्पाइडर आएछ, यहाँ डेड बुसहरू छ, सबै डेजर्टकै छ। यसमा धेरै केही छैन। यो चाहिँ गाइस रियल माल, इन्चान्टिङ टेबल चेस्टमा भेटेको। यो डायमन्ड, गन पाउडर, ल्यापिस यति पनि गाइस। यति क्ले हालिदिएको। अब ल्यापिस हजुर पनि छ। यहाँ चाहिँ वुड्स रहेछ। यो वुडलाई चाहिँ म ल्याएर त अर्को वुड पारा भागिदिन्छु। यहाँ स्वord छ, डायमन्ड स्वord। यहाँ अलिकति आर्मरहरू छ। एकछिन चेस्ट पनि रहेछ, चेस्टमा हालिदिन्छु। अनि यो डटहरू छ, अलिकति काम आउँछ फार्मिङमा। यो डटहरू पनि लिनु उता राखिदिन्छु।
ट्री फार्मरमा यहाँ ट्र्यापहरू वुडनको सामान छ यसलाई चाहिँ म लिएर खेलिदिन्छु है यो वुडनको सामान लिएर चाहिँ मलाई चाहिँदैन ट्र्याप डोर्स पनि चाहिँदैन मलाई अनि ट्र्याप डोर्स त राख्छु नि कि तपाईँले काम गरौँ भने यो सहर मात्र काममा चाहिने हो होइन यो एक्स पनि काममा चाहिने हो वुल तल राखिराख्छु होइन यसलाई पनि हालिदिन्छु म एकछिन त्यसमा छुट्टै कच्चा निक्ले क्रिएटिभ फेरि यसलाई पनि खालिदिन्छु बच्चा निक्ले अगाडि काम छ गाइस अब अर्को चिज चाहिँ म तपाईँलाई मेरो यहाँको चेस्ट देखाउँछु आम्मा सबै चिकन त यहाँ आएर एउटा चिकन यहाँ छ है चेस्ट हाल्नु कलस्टोन यति धेरै छ है यो पनि हालिदिन्थ्यो चिनीको तपाईँहरूलाई गएर एकछिन बनाउँछु अर्को सामान चाहिँ यहाँ चाहिँ केही सामान चेस्टहरू राखेको देखाएको छुइनँ मैले गाइस यहाँ पनि छैन रुइङ बोतल जस्तो बनाउनु खोजेको तर बनाएन मैले बनाउन आँटेको थिएँ गाइस तर बनाएन मैले यहाँको सबै चेस्ट देखाएँ होला होइन यहाँ देखाएँ यो देखाएको छैन सरी गाइस त्यसमा चाहिँ मलाई त के भन्छ फार्मीहरूको सामान 2टा इन्चान्टेड गोल्डन एप्पल 2टा गोल्डन एप्पल यार क्रिएटिभबाट लिएको होइन नि गाइस मैले यो आफै कोइन्सिडेन्सली चेस्टमा आएको यो मसरुम पनि धेरै छ चाहिँदैन मलाई राखिराख्छु हजुर राखिराख्छु के भएको हौ अप्सिडियन पनि रहेछ अप्सिडियन राखिदिन्छु नि डट त ओभर धेरै रहेछ के भन्छु यहाँ मटन पनि रहेछ नि एनिमलहरूबाट मिलेर खाने सामानहरू खानेकुराहरू त्यस्तो त्यस्तो राखेको यहाँ चाहिँ म यहाँ देखायो होला छैन यहाँ चाहिँ बकेटहरू छ गाइस मेरो यति हो अब अर्को यहाँ स्पेल्टिङको यो देखाउनु बाँकी छ यो त इम्पोर्टेन्ट हो नेदर स्क्रैप छ एउटा 18 आइरन इङ्गट भन्छु त्यो के भन्छ गोल्ड गोल्ड अनि 64 एक स्ट्याक आइरन अनि 12 मैले भनेको थिएँ 12 कोल अब अर्को के भन्दाखेरि आइरन चाहिँ स्मेल्ट भएको आइरन लिन्छु अनि कपर छ कपर एकछिन कपरलाई त लेख्ने एक सेकेन्ड यो किन आएको यो त फिल्डको हो पो त आइरन काम छ गाइस यहाँ रहेछ त आइरन कति काम चाहिन्छ गाइस हेर्नु म फेयर म चाहन्छ भने त आफै लिन्छ तर म आफै बनाउँछु गाइस के होला थाहा लाग्दैन गाइस तपाईँलाई त यस गाइस म फ्लिन्ट एन्ड स्टिल बनाउनु पर्छ मुला के म फ्लिन्ट एन्ड स्टिल बनाउनु आँटेको भने भनिसक्थेँ लाइट भन्छु 6 चेस्टमा यहाँ थियो होला नि राखिदिन्छु अब यहाँ फ्युल होइन यो फ्युल मतलब यहाँ राख्छु के भएको हौ के गर्नु आँटेको लाइटअप नि लाइटअप गर्नु आँटेको थिएँ खबर पनि रहेछ एक सेकेन्ड एक्लै त म यार टी फार्मको देखाएन एकछिन गाइस टी फार्मको पनि देखाउनु आँटेको सुरुमा यो ओए दुईवटा पोटल छ गाइस ल मेरो भिडियो ए आइहाल्छु नि म ओभरवर्ल्ड कि भिडियो यसमै एड गर्ने क्या सब गाइस मैले देखाएर एड गर्छु होला मेरो मोबाइल टक्क हुँदैछ अब हाम्रो अर्को ट्री फार्म लास्ट अनि गाइस चाहिँ वुडहरू राख्ने गाइसहरू यता चाहिँ के राख्ने यो खाली होला त्यो खाली छ गाइस आजको भिडियोको लागि यति नै हो यो चाहिँ मेरो पर्सनल 1 ब्लक टुर र गाइस म तपाईँलाई अरू अब यस्तो खालको भिडियोहरू ल्याइदिन्छु ल गाइस
तबसम्म बाई बाई भिडियो एन्ड है गाइस।